हाम्रो लागि त्यो खोलाको छेउको बस्ती होला के, उसको लागि त बाबा घर हो नि त त्यो। यता कोठामा आमा बस्नुहुन्थ्यो, मेरो निर्वाचन क्षेत्रमा पनि छ। त्यहाँ जाँदै गर्दा कहिलेकाहीँ लाग्छ सानो दुईटा कोठा छ, एउटै कोठामा आमा बाउ छोराछोरी सबै बसिया छ, तर पनि उसको घर हो नि त त्यो बाबा। भोलिपल्ट बिहान उठ्दै गर्दा घरै छैन, अब कहाँ बस्ने हो थाहा छैन, अब कहाँ जाने हो थाहा छैन, कहाँ पढ्ने हो थाहा छैन। नेपाली भएर जन्मिएपछि उसको आफ्नो घरको हक लाग्छ भन्छ, आवासको उसको मौलिक हक हो भनेर भन्छ, घर नभएको मान्छे हुनुहुन्न भनेर भन्छ। किन सानो एउटा मकै बारीको एउटा पाटो थियो, त्यो पनि गयो, त्यस कारणले गर्दा आयो यहाँ आएर खोलाको छेउमा आएर बस्यो। खोलाको छेउमा बसिराख्ने हो त होइन, सबै परिवारसँगै बसेको छ। बिहान उठ्दै गर्दाखेरि घर छैन, परिवारको सदस्यहरू को कहाँ छ थाहा छैन, एकैपल्ट कहाँ बस्ने हो थाहा छैन। त्यो घरभित्र त मान्छे त्यो कथाहरू जोडिएको हुन्छ नि, त्यो आमाले बनाएको पूजा कोठा हुन्छ, सानो कुकुर बाँध्ने ठाउँ हुन्छ, सानसानो कथाहरू जोडिएको हुन्छ नि। मान्छेले त्यो आफ्नो घर छोडेर नयाँ ठाउँमा सर्दै गर्दाखेरि नयाँ सोचाइ बनाएर त्यो कथाहरू कसरी छोड्ने भनेर योजना बनाएको हुन्छ। त्यसैले मेरो अनुरोध छ, कसैले पनि कसैलाई चाहिँ त्यो एउटा टहरा भत्काइदिएको, त्यसको घर न भत्काइदिएको भन्ने ढङ्गबाट यदि हामीले त्यो निष्कर्ष निकाल्यो, त्यो जाबो एउटा घर, जाबो एउटा टहरा भन्ने सोच्यौँ भनेदेखि पनि त्यो अमानवीय कुरा हुन्छ। यी कुराहरूको बारेमा हामीहरू संवेदनशील बन्नुपर्छ। जहाँसम्म यहाँ अहिले केशव सर हुनुहुन्छ, यहाँ जसले कुनै बेला भूमि आयोगको नेतृत्व गरिसक्नु भएको, हामीले यसको बारेमा लामो छलफल तल गरिसक्यौँ। म यो विषयमा धेरै जान चाहन्न। हामी एकदम प्रष्ट छौँ कि नेपालको सुकुम्बासीको, भूमिहीनको, अव्यवस्थित बसोबासीको समस्या भनेको यो ऐतिहासिक छ, संरचनागत छ। यो कारणले गर्दाखेरि यसको यो समस्या यो मुद्दाको हल खोज्नै पर्छ। हाम्रो संविधानले भनेको छ, हाम्रो संविधानले के भन्छ, भूमिहीन दलितलाई एकपटकको लागि जमिन दिनै पर्छ भन्छ। हाम्रो संविधानले के भन्छ, संसारको बिरलै संविधान मध्ये हाम्रो संविधान हो जसले के भन्छ, आवासको हक। हेर्नुहोस्, शिक्षा र स्वास्थ्यको हक मात्रै लेखेको हुन्छ प्रायः जसो। हामी त के भन्छौँ भने नेपाली भएर जन्मिएपछि उसको आफ्नो घरको हक लाग्छ भन्छ, आवासको उसको मौलिक हक हो भनेर भन्छ, घर नभएको मान्छे हुनुहुन्न भनेर भन्छ। त्यो संविधान लेखेर आएको हो नि त, हामीले त्यो संविधानमा व्यवस्था गरेको हो नि त। तर हाम्रो के छ, हाम्रो इकोनोमिक हेर्नुहोस् त, इकोनोमीको सबैभन्दा बढी देशभरि हामी पहाडमा बसाइसराई गरेर आएको मानिसहरू छौँ हामी थुप्रै। यहाँ जग्गा जमिन छ, दूरदराज गाउँहरूमा छ, तर सबै इकोनोमिक एक्टिभिटिज कहाँ छ भन्दा सहरमा मात्रै छ, सानो ठाउँमा छ, थोरै ठाउँमा छ। हाम्रो सहरहरू फैलिएको छैन, हाम्रो अर्थतन्त्र फैलिएको छैन, जसको कारणले गर्दा मानिसहरू बसाइसराई गरेर सानो एउटा पहिरो आयो भने मान्छे चाहिँ आफ्नो उब्जनी गर्ने खेत छोडेर आएर काठमाडौँ आएको छ। किन सानो एउटा मकै बारीको एउटा पाटो थियो, त्यो पनि गयो, त्यस कारणले गर्दा आयो यहाँ आएर खोलाको छेउमा आएर बस्यो। यहाँ आइसके पछाडि चाहिँ दुईवटा यहीँ आर्थिक गतिविधि गरेर आफ्नो जीविकोपार्जन गरेको छ। खोलाको छेउमा बसिराख्ने हो त होइन। त्यही भएर त हामीले के गर्ने होला भनेर यत्रो वर्ष लगाएर हामीले अन्त्यमा गएर बल्ल एउटा निष्कर्ष निकाल्यौँ, हामीले एउटा कानुन बनायौँ, खोलाको छेउको बस्तीलाई सार्ने, त्यहाँ बस्नु नपाउने। तर सार्ने कहाँ, कसरी सार्ने? हिजो कतिपय ठाउँमा बसेको, अव्यवस्थित बसोबास गरेको ठाउँमा त्यहाँको नागरिकलाई त्यहीँ बस्न दिने, तर सरकारको ढुकुटीमा राजस्व जम्मा गर्नुपर्ने, कति जम्मा गर्नुपर्ने, कसरी गर्नुपर्ने, र अब उपरान्त यस्तो हुन नदिने, कसरी नदिने भनेर कानुन बनाएर सबै कुरा गरेर हामीले स्थानीय सरकारलाई एउटा जिम्मा दियौँ। जिम्मा दिएको स्थानीय सरकारले आफूले गरेको काम गर्यो कि गरेन, यी प्रश्नहरू सँगसँगै उठेर आउने भए। त्यसैले हाम्रो धारणा, हाम्रो दृष्टिकोण योभन्दा अगाडि कार्यक्रम राखिसकेका छौँ कि हामी के कुरामा हो भने कानुन भनेको कसैले मान्छ कसैले मान्दैन भन्ने कुरा होइन। सरकार पनि कानुनभन्दा ठुलो हुँदैन, कानुनले मेरो नियत यो छ भनेर मात्र हुँदैन। डेमोक्रेसीको कुरै त्यही हो, हामी ड्यू प्रोसेस अफ ल भन्छौँ नि, त्यस कारणले गर्दा भन्यो त्यसलाई एकदमै धेरै पालना गर्नुपर्छ। भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको सन्दर्भमा कानुनको त्यो ड्यू प्रोसेस अफ ल पालना गर्ने कुराको सन्दर्भमा सरकार चुकेको छ। र पछिल्लो समय हामी के देखिरहेका छौँ भने स्थानीय सरकारले पनि कतिपय ठाउँमा ठिक ढङ्गले काम गरिराख्नु भएको छ, म जेनरलाइज गर्दिनँ, तर कतिपय ठाउँमा चाहिँ यो सामाजिक सञ्जालमा प्राप्त गर्ने वाहवाहीको भोकले प्रतिस्पर्धा देखिन थालेको छ। त्यसैले म नेपाली कांग्रेस पार्टीको तर्फबाट, यो त म कांग्रेसको तर्फबाट निर्वाचित भएको स्थानीय सरकारहरूलाई हामीले प्रश्न भनेका छौँ, तपाईहरु कसैले पनि कानुनको उल्लङ्घन गर्नुभयो भने तपाईहरुले यो सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीको सन्दर्भमा यसको व्यवस्थापन गर्ने हो। तपाईलाई कानुनले भनेको छ, त्यो कानुनको परिधिभित्र रहेर गर्नुभयो ठिक छ। कानुनको परिधिलाई नागेर उल्लङ्घन गरेर म एकदम हिरो हुन्छु भनेर गर्नुभयो भने तपाई मेयर रहनु होला नरहनु थाहा छैन, तर तपाई कांग्रेस रहिराख्ने कुरा चाहिँ त्यसमा स्वाभाविक रूपमा तपाई पार्टीको सदस्य हुने भनेको केवल सदस्यताले मात्र हुने होइन नि त, त्यसको त्यो विचारसँग जोडिएको विषयले पनि हुने हो नि। यी विषय यसरी उठेर आउँछ।
त्यसकारणले गर्दा म पार्टीका स्थानीय निर्वाचन तहमा आउनुभएको साथीहरूलाई पनि यो कुरामा थप उहाँहरूलाई प्रश्न पार्न चाहन्छु। र अर्को कुरा मलाई के लाग्छ भने गरिब र गरिबी भनेको फरक कुरा हो के। गरिब र गरिबी फरक कुरा हो। सरकार अहिले कहाँनिर झुकेको छ भन्ने लाग्छ मलाई भने उसको इन्टरभेन्सन, उसको हस्तक्षेप, उसले लिने पहल कदमीहरू केका विरुद्ध हुनु पर्थ्यो भने गरिबीका विरुद्ध हुनु पर्थ्यो। गरिबलाई नै फालिदिएर म गरिब जति सब मास दिन्छु भनेर गरिबी हट्दैन। त्यो मान्छे सुकुम्बासी किन भयो होला, भूमिहीन किन भयो होला, म ठिक ठाउँमा लिएर जान्छु भन्ने एङ्गलबाट सोचियो, त्यो गरिबी अभाव यसलाई सम्बोधन गर्छु भनेर सोच्यो भने समस्याको हल निस्किन्छ। म सफा गर्छु, त्यस कारणले गर्दा मेरो वरिपरि आएको फोहोर मान्छे जो सब हटाइदिन्छु भन्न थाल्यो भने कहीँ पनि पुग्दैन। सरकार यहाँ झुकियो भन्ने लाग्छ मलाई। त्यसैले हाम्रो प्रतिपक्षको ठाउँबाट हामीले सम्झाउने हाम्रो ड्युटी पनि। आजको कार्यक्रमको सन्दर्भ म अगाडि अलिकति छुटेँ, तर मलाई के कुरामा खुसी लागेको छ भने साथीहरूले यसमा आफैले पहल गर्ने लिन्छु भन्नुभयो, जानुभयो, मेहनत गर्नुभयो होइन। योभन्दा पहिला हाम्रो नानुजीहरूको साथीहरू, हाम्रो पार्टीको साथीहरू होल्डिङ सेन्टर थुप्रो ठाउँ जानुभयो, पार्टीको तर्फबाट केही सहयोग गर्ने कुराहरू गर्नुभयो। त्यसो डाक्टर अमिता लगायतको अरू साथीहरू जानुभयो र अहिले गएर त्यहाँ चाहिँ केही अध्ययन, सानो स्याम्पल साइज भन्ने कुराहरू आयो। उहाँले बताइसक्नु भएको छ कि अरू होल्डिङ सेन्टरमा छिर्न दिएको छैन बाबा, स्याम्पल साइज सानो त हुनै नै भयो त। तर फेरि त्यसमाथि पनि अहिले कपिलजीले भनिसक्नु भएको छ यसलाई हामी जेनरलाइज गर्ने होइन कि इन्डिकेट के हामी अनुमान पनि लाउन सक्छौँ। के अनुमान लाउन सक्छौँ भने हाम्रो लागि त्यो खोलाको छेउको बस्ती होला के, उसको लागि त बाबा घर हो नि त। त्यो यता कोठामा आमा बस्नुहुन्थ्यो। मेरो निर्वाचन क्षेत्रमा पनि छ, मेरो निर्वाचन क्षेत्र म जहाँबाट चुनाव प्रतिस्पर्धा गरिरहेको थिएँ, मेरो आफ्नो ठाउँ, त्यो ठाउँमा म त्यहाँभित्र त्यो बेलामा धोबीखोलामा बाटो आयो भनेदेखि म छिर्थेँ, त्यहाँ जान्थेँ होइन। त्यहाँ वर्षदेखि कोभिडको बेलामा अरू बेला पनि जान्थेँ, हामी काम गरिरहेका हुन्छौँ त्यहाँ होइन। त्यहाँ जाँदै गर्दा कहिले काहीँ लाग्छ सानो दुईवटा कोठा छ, एउटै कोठामा आमा बाउ छोराछोरी सबै बसिया छ, तर पनि उसको घर हो नि त त्यो बाबा। भोलिपल्ट बिहान उठ्दै गर्दा घरै छैन, अब कहाँ बस्ने हो थाहा छैन, अब कहाँ जाने हो थाहा छैन, कहाँ पढ्ने हो थाहा छैन, आमाले कहाँ काम गर्ने हो थाहा छैन। अनि त्यो बेलामा त स्वाभाविक रूपमा हामी अनुमान लाउन त्यो स्ट्रेसको लेभलको मात्र रहन्न नि त होइन। अघि भने जस्तै हामीले बत्तीको स्ट्रेस हुन्छ भने जस्तै अब मलाई अहिले स्ट्रेस भइसक्यो, मेरो तल्लो मान्छे बसिया छ होइन, घरमा टाइममा पुगेन भने घरमा भेटिन्छ फेरि, त्यो स्ट्रेस हो नि त मेरो होइन। तर यसको चाहिँ त्यो लेभलबाट एङ्जाइटी हुँदै डिप्रेसनसम्म जाने कुरा भनेको चाहिँ मान्छेलाई अब बसोबासको टुङ्गो छैन, जीवन के हुने हो थाहा छैन, केटीकेटी कहाँ पढाउने हो थाहा छैन। त्यो अवस्थामा पुग्दै गर्दा त्यो प्रतिको चाहिँ एउटा हाम्रो आफ्नो करुणा, हाम्रो आफ्नो समानुभूति, त्यो इम्पथेटिक हुने कुरा हाम्रो एज अ पार्टी हाम्रो ड्युटी हो। तपाईँहरूले ठिक काम गर्नुभएको छ, म तपाईँहरूलाई यसको लागि धन्यवाद दिन चाहन्छु। र अब यो अन्त्यमा चाहिँ अब ग्रिन टेबलमा छलफलमा के हुन्छ त यतिकै जाँदैन, यहाँ उहाँहरूले तयार गर्नुहुन्छ, यहाँ यो अब यसको आधारमा हामी फर्दर कार्यक्रम बनाउँछौँ। जस्तो मैले अब आजै रिक्वेस्ट गर्छु, अमिताजी आउनुहुन्छ, अगाडि काम गर्ने नानुजी हुनुहुन्छ, यहाँ केशव सर अहिले मेरो स्पेसल रिप्रेजेन्टेटिभ भएर यसमा चाहिँ पार्टीकै तर्फबाट उहाँले यो विषयको सन्दर्भमा यो पार्टीको यो प्रतिनिधिका रूपमा उहाँले काम गरेर राख्नु भएको छ। त्यसैले हामीले यो बेलामा चाहिँ स्थानीय सरकारहरूसँग पार्टनरसिप गरौँ, उहाँहरूलाई भनौँ तपाईँहरूको जिम्मेवारी हो भनेर। हाम्रो र कतिपय ठाउँमा स्थानीय सरकारले यदि हामीलाई अलाउ गर्छ भने उहाँहरू जानुहुन्न भने पार्टीको तर्फबाट हाम्रो साथीहरू जानुहुन्छ, हामी जान्छौँ, त्यहाँ गएर मद्दत गर्छौँ, काम गर्छौँ होइन। एउटा आजको छलफलले हामीलाई यो कुरा सिकाएको छ। अर्को यहाँबाट जुन नलेज आएको छ यस्तो भइरहेको छ है, हामीले गभर्मेन्टलाई अर्ज गर्ने कुरा छ, उहाँहरूलाई सम्झाउने कुरा छ। यी विषयहरूको सन्दर्भमा यहाँबाट हामी पछि रिपोर्ट बनाउँछौँ, हाम्रो जान्छ पार्लियामेन्टमा जान्छ, पार्लियामेन्टको साथीहरूलाई हामी पठाउँछौँ, उहाँले पार्लियामेन्टमा बोल्नुहुन्छ, हामी लोकल गभर्मेन्टहरूलाई पठाउँछौँ। जहाँ अरू स्थानीय सरकारहरूमा जस्तो भनौँ न ठिक कुरा उठाउनु भएको छ, काठमाडौँमा त बाहिर पनि छ, पोखरामा छ, नेपालगञ्ज ठुल्ठुलो सहरहरूमा जहाँ अहिले यी खालका कामहरू भएर साथीहरू होल्डिङ सेन्टरमा बस्नुभएको छ, तत्काल त्यो ठाउँमा चाहिँ सोसियो साइको भन्छ होइन, साइको सोसियो काउन्सिलिङका सन्दर्भमा चाहिँ त्यहाँको लोकल गभर्मेन्टले तुरन्त गर्न भनेर पार्टीबाट निर्वाचित भएको साथीहरूलाई हामीले यहाँबाट निर्देशन दिएर पठाउने कामहरू पनि गर्छौँ। म एकपल्ट फेरि तपाईँहरू सबैलाई आजको छलफलको लागि धन्यवाद दिँदै आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय हिन्द। श्रम बजार, समाज र राजनीतिको विविध खबर एवं सरोकारका तमाम सवालको जवाब खोज्ने प्रयास। लेबर टिभी नेपाल, श्रमजीविका सारथी।